परे उठ्न ढिला गरेँ मैले एकैछिन पछि फेसबुक लाइट नि खोलेँ मैले फेसबुक लाइट खोलेपछि टाइमलाइनमा हेरेँ मैले टाइमलाइनमा हेर्दै जाँदा थाहा पाएँ आमाको मुख हेर्ने दिन पो रहेछ हतार हतारमा मैले आमालाई फोन गरेँ आमाको फोन उठ्यो अनि मैले भने ह्याप्पी मदर्स डे आमा आमाले भन्नुभयो भन्न किन ढिला फटा माफ गर्नुहोस् आमा अलि ढिला गरेँ मैले त्यसपछि यताउता कुरा गर्दै फोन पनि राखेँ हे मेरी आमा तिमी सधैँभरि खुसी हुनु छोराको पिरली रुने काम चाहिँ नगर्नु छोराको पिरली रुने काम चाहिँ नगर्नु मेरो स्वर्ग पनि तिमी आमा भगवान पनि तिमी आमा दैव पनि तिमी आमा संसार पनि तिमी आमा समग्रमा भन्नु पर्दा जिन्दगी नै तिमी आमा आमा तिम्रो लागि संसार पनि त्यागिदिन्छु तिम्रो लागि आमा म भगवानलाई नै छालिदिन्छु तिम्रो लागि आमा म भगवानलाई नै छलिदिन्छु तिमी मेरो जिन्दगी तिमी मेरो सान तिमी मेरो प्राण आमा तिमी मेरो मान टाढा भए पनि आमा तस्बिर हेरी बस्दैछु तिम्रो त्यो मायालाई मनभित्र राख्दैछु तिम्रो त्यो मायालाई मनभित्र राख्दैछु मेरी आमासँगै मेरी मातृ आमा तथा अन्य सबैलाई आमाको मुख हेर्ने दिनको शुभकामना ह्याप्पी मदर्स डे अल अफ यु